बाख्राले घाँस खाइरहेछ। हेलो साथीहरू, गुड मर्निङ। दर्शन न्यू डे न्यू भलाका साथमा फेरि पनि मेरो अर्को भिडियो लिएर आइसकेको छु। आयो बजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु साथीहरू। आज चाहिँ मैले फेरि पनि मेरो उस्तै भिडियो लिएर आइसकेको छु है साथीहरू। म चाहिँ बाख्रा चराउन जाँदैछु कि हाम्रो घर कति धेरै बाख्रा छ किन मेरो बाख्रा हो कि है साथीहरू। अनि म चाहिँ बाख्रा चराउन जाँदैछु। उता तल फेरि कान्छी सासूले नै तल चरिनाले उसिन्छ। अनि यसो खोलातिर म चाहिँ दुई तिन दिन भइसक्यो बाख्रा चराउन हिँड्न लागेको। अनि बाबुलाई सन्चो छैन खासै, त्यही भएर आज चाहिँ अलि ढिलो लिएर हिँडेको। अनि बाबुलाई सन्चो नभएर आउनु जस्तो लागेको थियो। अनि फेरि बाख्रा फुकाउने मान्छे नभएर लिएर आएको साथीहरू। अनि हजुरहरू कहाँदेखि हुनुहुन्छ, मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा आएर कमेन्ट गर्नु होला है साथीहरू। अनि गाउँले भिडियो कस्तो लाग्छ सुझाव सल्लाह पनि दिनु होला भन्छु मैले है साथीहरू। हाम्रो चाहिँ यस्तो छ, हामी चाहिँ तल खोलामा लैजाने हो। अनि उतातिरबाट पनि मान्छे बाख्रा आउँदैछ, हामी यतातिरबाट कान्छी सासूले बाख्रा किन हाल्दै। अनि छाता होइन ल्याएको, आज त मैले ल्याएर आएको ए चाहिएन। ल कान्छी सासू बाख्रा ढबाउँदै झोला बोकेर पुटुङ पुटुङ नाच्छिन् अहिले खोला गएर फेरि। त्यही हो साथीहरू। खै यस्तै गर्दै हिँड्दै गरेपछि रमाइलो लाग्छ कि साथीहरू, नाच्दै हिँड्दै गरेपछि। त्यही हो आजको भिडियो चाहिँ यहीँबाट सुरुवात गर्दैछु मैले। के हुन्छ कसो हुन्छ, हामी कहाँ कहाँ गइन्छ हेर्दै गर्नु होला। सबैले मन पराइदिनु भएको छ, पराइदिनु होला भन्न चाहन्छु। अझै कस्तो कस्तो भिडियो हेर्न चाहनुहुन्छ हजुरहरूले है साथीहरू। त्यही त नि क्या मेरो यति बाख्रा हो, 6वटा बाख्रालाई लिएर हिँडिरहेको छु भनिरहेको छु। हजुरहरूको घर अनि छ नि त एउटा हो। यो आइसी त आज पुच्ची त लुक्स होइन। हेर्नु साथीहरू हाम्रो बाख्रा होइन। अनि कोइरालो कसलाई मनपर्छ यो कोइरालो भन्नुहोस् है साथीहरू, मैले हजुरहरूलाई पठाइदिइहाल्छु नि त। हाम्रो गाउँमा चाहिँ जाँतै छ, तर हामीले खाएको चाहिँ छैन है। यस्तो यहीँ नजिक नजिक उडाने खिचेर म अगाडि हिँड्छु। मलाई खिचेको र भनेर देखिया। यो निर्मलाको फर्म हो है गाइज, हजुरहरूले यसो लाइक गरिदिनु होला। हजुर हामी कामदारहरू हो। यस्तै रहेछ गोर्खालीको जिन्दगी राम्रो। मेरो सबै बाख्रा मैले चाहिँ कामदारहरू पनि राखेको छु। हामी चाहिँ 3जना कामदारहरू छौँ। म देखाइदिन्छु कामदारहरू चाहिँ उयो त सबभन्दा ल कामदारले एउटा कामदारले एकदम राम्रो गिराउनुहुन्छ। अहिले मैले हजुरहरूलाई देखाउँछु त्यो पनि। ल गिराउनु न एउटा। ल
एउटा गोठालेको पनि गोठालेको जीवन भन्ने गीत एकदमै रमाइलो मैले यस्तो सोचेको के बाख्राचोटीले धुलो उडाएर यस्तो धुलो उडाउँछ आछ क्या यहाँ यत्रो बाख्रा नि बच्चे किन अनि यसले बाङ्गी टेकेको खुट्टा है साथीहरू हाम्रो चाहिँ यहाँ बाख्राको चरनसम्म आइसकियो अब बाख्रालाई यहाँ ढबाइसकेपछि अब चर्छ अनि हामी चाहिँ गफ्फा मार्छौँ बस्छौँ अनि बाख्रा हेर्छौँ त्यही हो हाम्रो माथिबाट लिएर आएको है साथीहरू त्यो गाउँदेखि अनि अब चाहिँ हामी यसो गर्दैछौँ यता बादल कराइरहेछ म यहाँ छु है साथीहरू छाता पनि लिएर आएको छु कि आज त गर्मी भएर अनि हेर्दै गर्नुहोला आज कस्तो कस्तो हुन्छ कुन कुन भिडियो आउँछ भनेर है साथीहरू त्यो मेरो साथीहरू आउँदै हुनुहुन्छ ल साथीहरू छिटो आम यो फेरि मसँग गइदिए आउनुपर्छ चियानलाई ल आइया साथीहरू अब यस्तै भयो घाम छ के गर्नु घाम भएर त भएन किन हेर्नु पर्यो हेर्दै गर्नु माथि गाउँदेखि आउँदाखेरि ठकेला कतिको लाग्छ साथीहरू हो पानी खाने हो हजुरहरूले खाने हो नि माथिको बहिनीको उसले नि कुलदीपदाईलाई साले साले भन्ने अरे पानी खायो सुपारी खायो हस् पानी हो कि टिन पानी हो टिन पानी हो नि यार कस्तो क्लियर आएको कान्छौँ यहाँ सानो मेरो क्यामेरा यसरी कस्तो क्लियर आउँछ ल पानी खाम चिसो छ कि कतिको चिउस छ तिन पानी यसो एकान खाममै खाम साथी हो भन्दै आएर नि ए ल ल रोटी बसौँ साथी हो भन्दै रोटी बस्छ ल खाइसे पानी हामीहरू त मकै पनि खान्छ यार ए मकै हेरौँ ओहो मकै पनि रहेछ भुटी खाने है हस् अहिले खोलामा गएर भुटी खाने हजुर मकैको नि उसै छ कि लिएको हो कहीँ लाइटर पनि छ यार हो गुड देखा ल गुड ओ माथि के गुड हो त्यो जुरे लाग हैन उसको सिसाकारीको त उसमा गोलो लाउँछ घाँसको थिएन हामी चाहिँ यसरी बसेर माछी मारन खोलाको छेउ दाइयो मसिनो जालाले माछी मारन ल गिटाउनु फेरि पनि मैले फेरि गिटाउनु क्या कान्छिङ त अघि त माछी मार न हो माछालाई जता नि माछी मार अन्त्य वैसिन्थ्यो त ए माछी मारन मायालो रसिलै चटानिया माछी मारन एउटा देश्यो ल गीतका गीत त्यसलाई घाँसै धुनै छ घाँसकै धुनै छ हामी अल्छीहरू यहाँ सुतिरहम यो गाठाले बन्नु के अरे कहिले सुख पाउने होला यो गोठाले जीवनमा सधैँ पीडा पर्छ यो मनमा पाउने होला यो गोठाले जीवन सधैँ पीडा पर्छ यो मनमा
भालुकारेमा अलि तल रहेछ। फेरि पनि माइलामा अर्को किरा आउनु कुन त जुन किरा अहिले जलासुकै पुरानो भनेर अरे फुलेर ललबायो फुलेर ललबायो बैमारीको निरामाया जोगीको चलबायो। उठे उस छ के कुट मेरो बेडुलो खान्छु सकिन्छ त्यहाँबाट म त पाउने होला यो गोठाले जीवनमा पर्दै पीडा पर्छ यो मनमा। बाख्राले घाँस खाइरहेछ किन बादल हो बाहन के बादलले हैरान पारेर हो बच्चा ल्याउँदै हिँड्दै गरिराख। साथीहरू हामी चाहिँ हिँड्दैछौँ फर्किसक्यौँ गोठाल गरेर। ल साथीहरू आजलाई यति नै। आज मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त साथीहरू। हामी चाहिँ फर्किँदैछौँ अब घरमा आएर नास्ता सास्ता खाने भोकले मरियो अनि घाम पनि अस्ति नै एकदमै घाम लागिरहेको थियो कि आज फेरि घाम लागिरहेको छ है साथीहरू।